सफेद लगाउँथ्यो नि त पारी गएर के अब जाने बेलामा बुवाहरूलाई फलफुल किनिदिनु हुने अरे दिदीले। चापागाउँको फेमस मिठो खालको रहेछ यो, राम्रो रहेछ। फेरि फलफुल पनि सजावट पनि सफा क्लिन गरेर राखेको रहेछ भाइले। प्राइस मिलाएर दिन्छौ है। यहाँ भाइको पसल छ है, के हो नाम? जय श्री राम। यहाँ पनि रहेछ सुन्तला दिदी। ए राम्रो रहेछ, सफा पनि रहेछ नि त पसल पनि। भाइ प्राइस मिलाएर दियो भनेदेखि सबै आउँछ है। उहाँ साउजीलाई पनि देखाइदियो त बिनु भ्लगमा, मेरो भ्लगमा। यहाँ आउनु होला। सुन्तला फ्रेस फ्रेस रहेछ, राम्रो रहेछ, मिठो रहेछ। प्राइस पनि मिलाएर दिनु हुँदो रहेछ। हामी कति किलो लाने? 4 किलो त्यस्तै त्यस्तै लाने हो। कहाँको सुन्तला हो यो? मनोकामना। यो हो र मनोकामनाको। यहाँ चाहिँ बिन्ता राईले सुन्तला छान्नु हुँदैछ। मनोकामनाको अरे फ्रेस फ्रेस आएको रहेछ चापागाउँमा। अनि हामी चाहिँ हाम्रो काम सकेर घरतर्फ लाग्दै गर्दा यो भाइको पसल देख्यौँ। यहाँ भाइ हुनुहुन्छ साउजी, एकदम बोलाइया हुनुहुँदो रहेछ। प्राइजहरू मिलाएर दिनुहुन्छ अरे। हामी चाहिँ थेचुदेखि आएको हो कि। ल यो भिडियो हेरेर सुन्तला किन्नु आउनु होला भाइकोमा। प्राइस मिलाएर दिनुहुन्छ। यहाँ प्रशस्तै फ्रुट पसल रहेछ, फ्रेस फ्रेस होइन। यहाँ थुप्रो रहेछ। पाराको यो सिजनमा अङ्गुर पनि आइसकेको रहेछ, तर महँगो रहेछ है। ए चाइनिज हो। ए यहाँ फ्रुट पसल हेर्नु होला। यहाँ प्रभु ब्याङ्कको ठ्याक्क अपोजिट भाइको पसल चाहिँ प्रभु ब्याङ्कको ठ्याक्क अपोजिट रहेछ है साथीहरू। फ्रेस फ्रुट खाने भए यहाँ आउनु होला चापागाउँमा। ल एप्पलको पनि प्राइस मिलाएर दिनु हुँदो रहेछ। विनिताले छान्दैछ। बिनु म पनि 1 केजी। त कति लाने 1 केजी? ठिक्क ठिक्क, धेरै ठुलो पनि काटेर ऊ हुन्छ नि त होइन। मलाई पनि ठिक्क ठिक्कको मनपर्छ क्या। विनिताले झोलामा लाउँदैछ। ल भाइ धन्यवाद। पछि